हेलो एभ्रिवान। आज चाहिँ नानीहरूको छुट्टी थियो। नानीहरू चाहिँ टिभी हेरेर नाच्दैछन् अनि म चाहिँ अब खाजा के खुवाउने भनेर सोच्दैछु। अनि आज चाहिँ दही चिउरा खुवाउनु पर्यो भनेर सोचिरहेको। अनि मैले चाहिँ मैले दही र मही लिएर आएको थिएँ। अनि दही र मही फिट्यो भने चाहिँ मलाई एकदम मिठो कम्बिनेसन राम्रो लाग्छ क्या। अनि त्यसपछि दही र मही फिटिसकेँ। अब चाहिँ म चिउरा हाल्छु अनि त्यसो दही चिउरा खाजा दिएर चाहिँ मेरो आज हस्पिटल जानुपर्ने छ। अनि हस्पिटल गइसकेपछिको भिडियो चाहिँ म त्यसपछि राख्छु होइन। अनि खाजा सबैलाई पहिला खाजा खुवाउनु पर्यो नि त केटाकेटीलाई। अनि घरमा कोही छैन, अब केटाकेटीलाई नै छोडिदिने हो। अनि सबभन्दा ठुलो भनेको अब भान्जी छिन्, भान्जीलाई नानी बाबु हेर है भनेर। अनि त्यसपछि हामी चाहिँ हस्पिटल जाने तयारीमा थियौँ। अब खाजा चाहिँ रेडी भइसक्यो। खाजा अब खाइसकेपछि सानो नानी चाहिँ एकदम रुन्छ कि उसलाई आफैले खानुपर्छ, अरूले खुवाएको हुँदैन। त्यही भएर अनि ऊ चाहिँ रोइरहेको थियो। अनि ऊ अब आफै खान्छ, उसलाई चाहिँ आफैले खानुपर्छ। एकदमै अहिलेदेखि यस्तो जिद्दी छ कि। अनि अब अरू केटाकेटीले नि खाइसकेपछि चाहिँ यिनीहरूलाई हेर है भनेर हामी चाहिँ हस्पिटल जाने। अनि हस्पिटल पुगिसक्यौँ हामी, डक्टरलाई कुरेर बसिरहेछौँ। डक्टर चाहिँ एकछिनपछि आउँछु भनेर कुर्यौँ। डक्टर आउनुभयो। त्यसपछि चाहिँ ल ठिक छ घाउ सबै अब टाँका खोल्ने। अनि त्यसपछि चाहिँ 2 हप्तापछि आउनु भनेर भन्नुभयो डक्टरले। टाँका खोल्न चाहिँ अब सिस्टर आउनुभयो। अनि हेर्दै सिरिङ्ग लाग्छ टाँका खोल्ने बेलामा चाहिँ। त्यही पनि भिडियो बनाइराखेको। तर के गर्नुभयो उहाँ दिदीले भने के भन्ने, टाँका डक्टरले त अस्ति सट निकालिदिनु भएको थियो। उहाँले त के गर्नुभयो, टाँका नै भित्र हालिदिनु भयो भने त्यो घाउको भित्रै छालाभित्रै हालिदिनु भएछ। कति गर्दा नि नआएपछि फेरि त्यो बेटारिन लाउनुहुन्छ। अनि त्यसपछि घाउ कोटाउँदा अब टाँका झन् भित्र गइसक्यो। बरु पहिले डक्टरले नि घरतिर जानुभएको भए त हुन्थ्यो नि। के भयो घाउ त झन् घाउ चाहिँ यस्तो भयो कि हेर्नु न, सबै टाँका नै त्यहीँ भित्र झनै मासु त्यो घाउभित्रै गयो कि। फेरि डक्टरलाई नै कुर्नु पर्ने भयो। अनि डक्टरलाई कुरेर चाहिँ पछि हामीले गर्न चाहिँ गऱ्यौँ। तर मैले त्यो सुट चाहिँ गर्न पाइनँ किनकि घाउ नै त्यति मासु नै निकाल्नु पऱ्यो क्या। अनि त्यही भएर त्यसपछि हामी घर गयौँ। आजको भिडियो चाहिँ यति नै। बाई बाई गाइस। हेलो एभ्रिवान। आज चाहिँ नानीहरूको छुट्टी थियो। नानीहरू चाहिँ टिभी हेरेर नाच्दैछन् अनि म चाहिँ अब खाजा के खुवाउने भनेर सोच्दैछु। अनि आज चाहिँ दही चिउरा खुवाउनु पर्यो भनेर सोचिरहेको। अनि मैले दही र मही लिएर आएको थिएँ। अनि दही र मही फिट्यो भने चाहिँ मलाई एकदम मिठो कम्बिनेसन राम्रो लाग्छ क्या। अनि त्यसपछि दही र मही फिटिसकेँ। अब चाहिँ म